साइकोलोजीमा हाम्रो के हुन्छ जहिले पनि हाम्रो मतलब हामी जे जे पनि काम के आधारमा गर्छौँ हामी मुडको आधारमा, आफ्नो मुडको आधारमा। हाम्रो मुड यदि राम्रो छ भने होइन, हाम्रो मुड यदि राम्रो छ भने हामी राम्रो प्रोडक्टिभिटी दिन सक्छौँ होइन। हाम्रो हेल्थ पनि राम्रो हुन्छ होइन। जस्तै कुनै घर छ होइन, कुनै कुनै घरमा के छ, अब क्लटर फ्री छ। क्लटर फ्री भनेको सामानहरू सबै ठाउँमा प्रोपरली राखेको छ। जस्तै टेबल छ भने टेबल राम्रोसँग मिलाइराखेको छ होइन, ल्यापटप, कम्प्युटर राम्रोसँग मिलाइराखेको छ। बेड छ भने बेडहरू पनि टक्क मिलाइराखेको छ होइन, मिलाइराखेको छ। जुन सामान जहाँ हुनुपर्ने त्यो राम्रोसँग मिलाएर प्रोपरली म्यानेज गरेर राखेको छ होइन। त्यसलाई के अनि जथाभावी सामानहरू राखेको छैन, अनावश्यक सामानहरू मतलब अन्त्य राखेको छ भने जुन ठाउँमा हुनुपर्ने अनावश्यक सामान त्यहाँ राखेको छ अनि बाँकी सामानहरू सबै राम्रोसँग मिलेको छ। अब त्यस्तो घर छ एउटा होइन, अर्को घर के छ, त्यसमा सामानहरू मतलब राम्रोसँग म्यानेज गरेर राखेको छैन होइन, बेड पनि त्यस्तै